केटीहरुको हिँड्ने स्टाइल धन्यवाद Hello everyone, I'm so fabulous. It's me Santi Tamang. Welcome back to my YouTube channel. So आज चाहिँ धेरै दिनपछि भनौँ न धेरै दिनपछि गएर भेटेको एकदम मलाई सन्चो थिएन अनि रन्मतीको छोराहरूको कसरी आउँदा हो बिज हुने गरेर अनि सन्चो नभएर बाहिर निस्केको थिएन सो त्यही भएर मेरो भिडियोहरू चाहिँ अलिक ग्यापिङ नै भयो आज चाहिँ हामी जानेवाला छौँ झन्डा पार्क सो के कस्तो हुन्छ त्यो त हजुरहरूलाई देखाउँदै गर्छु हेर्दै गर्नु होला धेरै दिनपछि आए पनि माया चाहिँ नमारिदिनु होला आइबदिनु होला है त्यही भन्न चाहन्छु अनि अहिले चाहिँ म सिधै रोसीकोमा जान्छु अब सिधै रोसीकोमा गएर अनि त्यहाँबाट चाहिँ अभि भाषाको जानुपर्ने छ हामी अभि भएको ठाउँमा गएर चाहिँ त्यहाँबाट हामी जानुपर्ने झन्डा पार्कको लागि अलि अफरोड छ अरे त्यही गरेर पानी पऱ्यो भने चाहिँ मलाई गाह्रो पर्छ ओहो जस्तै तुवालाई त गाडी त नचलाइ नै हुने लास्ट धुलो हेर्नु न धुलो मतलब यो धुवा कति साह्रो हो यो अब अभि साथी पनि आउँदै हुनुहुन्छ अरे यताबाट आउनुहुन्छ होला अनि हामी चाहिँ कुन बाटो जाने नि थाहा छैन कुन बाटो जाने नि थाहा छैन भर्खर आइपुग्यो उहाँ हजुर चोर हजुर चाहिँ साथीहरू हामी चाहिँ झन्डा पार्क जानु लाग्यो सो अब पनि आइसक्यो रोसी पनि आउनु भइसक्यो अब आर्मी पनि आउनुहुन्छ भने अब हजुरको शुभ नाम म चाहिँ रोसुबाट भ्लग अनि खुसी लागिरहेछ शान्ति तामाङको भ्लगमा आउनु पाउँदा म जस्तो नराम्रो मान्छेलाई भ्लगमा लिनु हुँदैन एक काम कर 200 रुपए दे और 50 रुपए काट ओभर एक्टिंग की वजह से म त सोझो मान्छे शङ्ख मात्रै गर्छ साथीहरू हामी चाहिँ अब झन्डा पार्कको लागि निस्क्यौँ आर्मी अभि रोसु अनि म दादा झन् त्यो म यस्तोभन्दा हरेक हप्ताको एकचोटि राइड जान्छु अनि त्यो बाहेक अरू दिन बाँकी 6 दिन त म कहिले पनि बाइकै निकाल्दिनँ कि त्यही कारणले मलाई चाहिँ चलाउन पनि हेर्नु नआएको भइरहेको छ क्या अप्ठ्यारो फिल हुन्छ होइन चलाउन पनि मासले कहाँ लिएर आएको त अनि ब्यागेरै छ तान्नु त sorry कस्तो बाटो लान्छ यार कस्तो यस्तो अफरोडमा टर्निङ आयो भने मलाई लास्ट डर लाग्छ भने यार साथीहरू के भएको भने म कहिले चाहिँ म यस्तो होइन जति उयो हुँदा नि नडराउने खालको हुन्छु होला भनेर सोचिरहेको छु क्या म हामी त साइड लाइट नि बाल्दैन ए ऊ जता छिर्छ उतै छिर्ने हो ओ यसरी त्यहाँ डाँडामा पो रहेछ झन्डा लागेको त्यहाँ त बट छुट्छ अनि कस्तो अप्ठ्यारो अनकम्फर्टेबल फिल हुन्छ कि आफूलाई त्यहाँबाट मासुले पसल छैन अरे रोसुले खाना खानु भएको छैन भन्दै
त्यही भएर केही खाऊ भन्दै हुनुहुन्थ्यो त्यो भएको नखानु भन्नुभयो कि के हो त्यो अब हिँडेको मेरो मलाई होइन बरु स्पिड ब्रेकरसँग डर लाग्दैन यो कुकुरले यति डर लाग्दैन यी साथीहरू कुन बेला फुत्तै हिँड्छ नि थाहा हुँदैन तिनीहरू ठेगान टुङ्गो नै हुँदैन भने अचम्म लाग्छ क्या मलाई त अब डरै लाग्ने गर्छ ल हामी चाहिँ गेटबाट नै अब भित्र छिरेको ल सावधान बाटो भिडमा छरेको रहेछ ओइ बाटो बन्द रे त बाटो बनाएर छ अब थोरै भए पनि बाटो बनाएर जाने भन्ने कुरा गर्दैछ साथीहरूले अरूले चाहिँ लान सक्छ होला मैले त यो बाटोमा त गाडेरै सघाउँछ लाग्यो बाटो कस्तो मजा आउँछ यस्तोहरू हेर्न ओइ गड्यो गड्यो ऊ त्यो तल हेर्नु त गढिँदो रहेछ कि आनन्दै हो कि तर यहाँनिर चाहिँ चिप्लिँदो रहेछ है ऊ त झन् डनै भयो नि चिप्लिँदो रहेछ कि यस्तोमा कम्पा चिप्लिन्छ खटेर अस्तिमा चिप्लेर लडेको होइन यस्तैमा चिप्लेर हो क्या त्यही भएर मलाई लास्ट डर लाग्छ भन्नु जस्तो यो बालुवा अनि यो के भन्छ माटो माटो रे त्यो गिटीदेखि कि लास्टै डर लाग्छ भने मलाई गेटबाट पनि हामी प्रवेश गरिसकेको छौँ साथीहरू ल शान्तिधाम जाम न त वाउ शान्तिधाम गेट कस्तो दामी छ हेर्नु नि साथीहरू ल झन्डा पार्क जानु भनेको अब हामी यहाँबाट शान्तिधाम पनि छिरेर गएको अवस्था शान्तिधाम जाम त्यहाँबाट फर्केर जान्छौँ होला झन्डा पार्क कस्तो राम्रो छ नि गेट चाहिँ कस्तो दामी छ कि लास्ट मनपर्छ भने मलाई यस्तो यस्तो गेटहरू देख्यो भने झन्डै भित्र पनि कस्तो राम्रो छ हेरौँ कस्तो बब्बाल छ भिडियोमा हेर्दा त यस्तो राम्रो थियो कि यस्तो राम्रो थियो कि हामी खासमा जान लागेको चाहिँ झन्डा पार्क हो तर झन्डा पार्क भन्ने ठाउँ कुन कहाँनिर छ यहीँ मासतिर त होला नि होइन र हामी चाहिँ यहाँ शान्तिधाममा आएको बाटोमै पर्दो रहेछ झन्डा पार्क र शान्तिधाम कस्तो राम्रो हो मामामा यो हेर्नु न यतिमा यो यस्तो बब्बाल छ होइन पक्कै म तपाईँलाई अरू पनि देखाउँछ है यो हेर्नु न यो हेर्नु न वाउ छुट्टै छ कि कस्तो राम्रो छ नि त्यो गेटमा पनि कस्तो राम्रो छ गेटै कस्तो दामी छ अनि यो पनि हेर्नु न वाउ एकदमै राम्रो रहेछ ठाउँ चाहिँ जे होस् ठाउँ चाहिँ यही हो शान्तिधामको एकदमै बब्बाल छ तर यहाँभित्र त्यो सिसाको उयोहरू पनि छ अरे त्यो फोटो खिच्ने ठाउँ कस्तो दामी छ मैले भिडियोमा त देखेको अनि बाहिर चाहिँ यति राम्रो छ सुकुन हुन्छ नि अब अलिकति आनन्द फिल हुँदैछ यहाँ आउँदा चाहिँ सो काठमाडौँबाट नजिकै छ हजुरहरू पनि आउनु होला है त अलिकतिले लडेको यार बाटो त खत्तम रहेछ नि
आदिसक्यो झन्डा खोइ अपलोड सुरु भयो अनि नानीको बसिनु एकछिन बसौँ न भ्यू कस्तो बब्बर छ आनन्द चिसो हावासँगै बाटो चाहिँ यहाँसम्म चाहिँ ढलान रहेछ अनि यहाँबाट माथि अफरोड त्यो कस्तो खाले के बालुवा माटो चिप्लिने अनि यस्तो पानी परेदेखि त त्यो खाल्टो हुने के लास्ट चिप्लिने अहिले ओह्रालो आउँदाखेरि पो मेरो गाँड फट्छ त लड्यो भने बाइक यतिको सपोर्टिभ साथीहरू हुनुपर्छ क्या लड्नै दिँदैन नि मलाई बाटो खत्तम झुला मजुला पछाडिबाट बेबी यति पिकअप पुगेन भनेर कराउनुहुन्छ नि त अनि त्यो गर्दा चाहिँ मैले बाइक जिन्दगीमा कहिले पनि फल्टाउँदिनँ क्या अनि साथीहरू कम्तीको छैन नि आया सबै सपोर्ट हो नि पछाडिबाट फेरि पछाडिबाट उनीहरू कराउने अगाडि चाहिँ म हिँड्ने कि फाइनली सफा के भन्छौ है सुरक्षित कन्फिडेन्स चाहियो सुने होइन यो चाहिँ सुकुटी ल हामी चाहिँ मिठो मिठो सुकुटी होइन चाउमिन चटपटे कस्तो जाँड पनि खाएको हामीले यति अब धेरै खायो अब पेट घटाउनु यहाँ तलतिर हिँडेको हामी चाहिँ छिटो आइज न यस्तो उकालो छ नाकै ठोक्ला जस्तो उकालो ला साथीहरू हामी चाहिँ अब निस्किन लागेको झन्डा पार्कबाट एकदमै रमाइलो भयो अब ठाउँ त यही एउटा झन्डा हो अब रमाइलो गर्ने नगर्ने अब त्यो आफ्नो साथीहरूको भन्नुपर्छ तर हाम्रो चाहिँ सबैजना रमाइलो गर्ने साथीहरू भयो एकदम रमाइलो भयो
अब चाहिँ फर्किनुपर्ने हुन्छ हजुरहरू पनि आउनु होला भन्न चाहन्छु है रमाइलो छ रमाइलो गर्नु होला एकदम भब्बाल छ हेर्न सक्नुहुन्छ बाटो चाहिँ अलिअलि अप्ठ्यारो छ तर एकदम मजा आउँछ